सम्पूर्ण प्रभुको प्रियजनहरूमा मेरो क्रिस्चियन न्यानो अभिवादन जय मसिह। म आशा गर्दछु प्रभुको अनुग्रहद्वारा सबैजना आरामै हुनुहुन्छ होला। परमेश्वरको वचन भजन सङ्ग्रह 23 अध्यायको 1 देखि 6 सम्म हेर्ने हो भने यहाँ यसरी लेखिएको छ। परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो घचौरा भरेर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। आमेन। परमेश्वर हाम्रो असल गोठालो हुनुहुन्छ। हामीलाई सधैँ नै असल मार्गमा डोर्याउनु हुने परमेश्वर उहाँ हुनुहुन्छ। परमेश्वरले हामीलाई अति प्रेम गर्नुहुन्छ, एकदम प्रेमिलो परमेश्वर हुनुहुन्छ। हामी चाहिँ संसारमा हराएको अनि परमेश्वरबाट टाढा भएको र नरकमा गएको चाहिँ परमेश्वर चाहनुहुन्न, किनभने उहाँ चाहिँ हाम्रो आत्मिकी बुवा हुनुहुन्छ। हामी उहाँ सधैँभरि चाहिँ हामी उहाँसँग रहेको, हामी उहाँसँग हिँडेको चाहिँ उहाँ चाहनुहुन्छ। परमेश्वर एकदम दयालु हुनुहुन्छ, हाम्रो असल गोठालो हुनुहुन्छ। हामीलाई असल मार्ग डोर्याउनु परमेश्वर उहाँ हुनुहुन्छ।